कसैको भतिजो, कसैको नाति हो, कसैको दाजु हो, भाइ हो। त्यसकारण मलाई बाबु भन्नु कसैले पर्दैन। घरमा आफ्नो छोराले बाबु भन्छ कि भन्दैन, आमोदलाई बुवा भन्छ। यो बेइमानी समाज गर्नु जरुरी छैन। त्यसकारण म यो समाजको छोरा हो, मलाई भतिज भन्नुहोस्, भाइ भन्नुहोस्, काका भन्नुहोस्, भाइ भन्नुहोस्। र मलाई खोज्न तपाईहरुले विराटनगर या काठमाडौँ जानु पर्दैन। मलाई यो समाज मिलेर के काम गर्ने हो यो समाजमा बोलाउनुहोस्। तपाईहरुले बोलाएको बेलामा म यो गोविन्दपुरमा लेटीको छोरो तपाईहरुसँग जतिखेर पनि हाजिर हुन्छु र सेवाका निम्ति तयार छु। तपाई आज नेकपा एमालेलाई सूर्यमा मतदान गर्दै पसिना दिनुस्। नेकपा एमाले र ऋषिकेश पोखरेल यो समाजका निम्ति रगत दिन तयार छ र रगत बगाउन तयार छ। हामी जिस्केर चुनाव लडिरहेका छैनौं। थुप्रैलाई लाग्दो कि मैले सुने गरिबको छोरा हो के चुनाव लड्न सक्छ। कांग्रेसका केही मान्छेहरूले गफ दिएर हिँडे। गरिबको छोरा हो के प्रतिस्पर्धा गर्न सक्छ। कांग्रेसका मान्छेहरूले गफ दिए। म आग्रह गर्न चाहन्छु, त्यही गरिबको भोटले प्रधानमन्त्री भएको होइन, त्यही गरिबको भोटले शिक्षा मन्त्री भएको होइन, त्यही गरिबको छोरा यो क्षेत्रमा नेता हुन कसैले रोक्छ। अब ताकत छैन, अब कसैको दम्म छैन। त्यसकारण अगाडि बढ्नुस्। हामी जिउँदो छौं। ऋषिकेश पोखरेल त्यसै यहाँ निस्केर उम्मेद्वार बनेर आएको होइन, कुनै रमाइलो गरेर आएको होइन। गोविन्दपुरको पगरमा जन्मिएको छोरा यहाँ कसैसँग रमाइलोको निम्ति आएको होइन। त्यसकारण म आग्रह गर्न चाहन्छु सबै दाजुभाइलाई, पार्टी भन्दा समाज ठुलो, पार्टी भन्दा गाउँ बस्ती ठुलो, पार्टी भन्दा हाम्रो दुःख ठुलो। त्यसकारण यदि दुःखलाई टार्ने हो भने एकपल्ट सूर्यमा मतदान गर्नुहोस्। नेकपा एमालेको मात्रै जित हुँदैन, ऋषिकेश पोखरेलको मात्रै जित हुँदैन। यो समाजको जित हुन्छ, किसानको जित हुन्छ, सुकुम्बासीको जित हुन्छ। र यो जितले यो सिङ्गो क्षेत्र जसरी बिहारमा एउटा लालु यादवको गुण्डाराज समाप्त भएपछि बिहारले एउटा प्रगति सुरु गर्यो, त्यसरी नै यो क्षेत्र नम्बर 1 ले एउटा विकास सुरु गर्नेछ, एउटा अभियान सुरु गर्नेछ। र यो क्षेत्र मैले तपाईहरुको केही समय लिए, यसका निम्ति तपाईहरुसँग क्षमा गर्दै म बिदा चाहन्छु। धन्यवाद। धन्यवाद। यस क्षेत्रका उम्मेदवार प्रवेशको कार्यक्रम छ। गोविन्दपुर वार्ड नम्बर 6 का नेपाली कांग्रेसबाट लक्ष्मण यादव नेकपा एमालेको व्यवहार, नेकपा एमालेको नीति र कार्यक्रम मन पराएर प्रवेश गर्दै हुनुहुन्छ। उहाँलाई अभिर यात्रा गरिदिनु हुन